हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। के छ सबैजना सन्चै हुनुहुन्छ? आज चाहिँ म बिहानै कता जाँदैछु भने हेर्दै जानु होला है त म कहाँ गएर के गरिरहेको छु भनेर। आज चाहिँ म हजुरहरूलाई बिहानै 6 बजे उठेर हामी चाहिँ एयरपोर्ट जाँदैछौँ हाम्रो सानो भाइको बाबालाई बिदाई गर्नलाई। हाम्रो सानो भाइ पनि म पनि जान्छु भनेर खाजा आफै लाएर जान लागिरहेको छ र हामी जाँदैछौँ बिस्तारै बिस्तारै जाँदैछौँ। के गर्नु, विदेश जानु पर्यो होइन। नेपालमा अब के हुन्छ कि भन्ने हुन्छ होला। उहाँ चाहिँ हाम्रो सानो बुबा हुनुहुन्छ, सानो भाइको बाबा। सानो भाइ पनि म पनि जान्छु भन्दै छिन्। भन्दै हामी कोटेश्वर पनि पुगिसक्यौँ। ल कोटेश्वर पुगिसक्यौँ। अब हामी बिस्तारै एयरपोर्टतिर जाँदैछौँ। बिहानको मौसम कति रमाइलो हुने रहेछ। म त कति बिहान नहिँडेको कति धेरै भएको थियो। आज बिहानै हिँडेको। बिहान हामी चाहिँ 6:30 घरबाट हिँडेको थियौँ। यहाँ चाहिँ 7 बज्न लागेको थियो हामी आइपुग्दा। 6:45 50 भएको थियो। हामी 3 कुनेतिर जाँदैछौँ। हामी 3 कुने पनि पुगिसक्यौँ। एकछिन जाम भयो अनि फेरि नि हामी हिँडेर फेरि सिनामङ्गल पुग्यौँ। सिनामङ्गलबाट पनि एयरपोर्ट ठ्याक्कै आइपुग्न लाग्यौँ। अब एयरपोर्ट आइपुग्छौँ। एयरपोर्ट आएर के गर्छौँ, कता जान्छौँ, के गर्छौँ तपाईँलाई म देखाउने छु। यो भिडियोमा चाहिँ आज यति नै छ भने अब फेरि अर्को पार्ट 2 मा आउँछ ल। अरू चाहिँ म एयरपोर्टसम्म पुगेको भिडियो मात्रै बनाएको छु। लामो भिडियो किन बनाउनु भनेर छोटो नै भिडियो बनाएको छु, 2 मिनट 3 मिनटको। ल हामी एयरपोर्ट ठ्याक्कै गेटनिर पुग्न लाग्यौँ। गेटदेखिको भिडियो चाहिँ अर्को पार्टमा आउनेछ। बाई बाई, गुड नाइट एभ्रिवान। ल सबैले माया गरेर सेयर कमेन्ट लाइक गरिदिनु होला।